सुनाई पाठ 5। पान खाँदा जोकर भएको क्षण। आजभन्दा 45 वर्ष अघिको कुरा हो। गाउँबाट दिल्ली आएको 7 दिन पनि भएको थिएन। दिल्लीमा काम गर्ने मामली छिमेकी मित्र आए र उनले मलाई घुम्न जाउँ भने। भर्खर गाउँबाट आएको केटो न परियो, निस्क्यो कि हराउने सम्भावना। त्यस्तो अवस्थाको मलाई घुम्न जाउँ भन्दा लागेको खुसी व्यक्त गर्ने शब्द म अहिले पनि भेट्टाइरहेको छैन। उनले मलाई अलिबेर हिँडाए, 2-4 वटा गल्ली डुलाए। जता हेर्यो उतै मान्छे नै मान्छे किरैसरी। कोही मान्छे मतिर अनौठो नजरले हेर्थे र हाँस्थे। पछि थाहा भयो तिनले मलाई होइन, मेरो टुप्पीलाई हेरेर हाँसेका रहेछन्। म भाइलाई नयाँ चिज खुवाउँछु भनेर छिमेकी मित्रले मलाई भने। के नखुवाउने भए भनेर मक्ख परेँ। तिनले मलाई पान पसल अगाडि लगे र पसलेलाई 2टा पान बनाउन लगाए। पसलेले थोरै के जाति खत्र्याङ खुत्रुङ एउटा सानो पातमा पोको पारेर दाइलाई दियो। उनले पहिले खाएनन्। त्यो पोको लखाऊ भन्दै मलाई दिए। उनले पसलेले बनाउँदै गरेको अर्को पोको पर्खे। मैले गाउँमा पूजाआजा आदिमा पातमा पोको पारेर दिने प्रसाद जस्तै माने। मनमनै कति थोरै दिएको होला भन्ने मलाई लाग्या त थियो। मैले हत्त न पत्त पातको पोको फुकाएँ र भित्रका खिच्रिङ मिच्रिङलाई दाहिने हातको बुढी औँला र चोर औँलाले झिक्दै खान थाले। पान पसले मलाई देखेर खित्का छाडेर हाँस्न थाल्यो। दाइले पनि खित्का छाडेर हाँस्दै भने, भाइ त्यसरी होइन, पातैसितको पोको मुखमा राख्नुपर्छ। मलाई पातैसितको पोको मुखमा राख्ने कुराले झनै अनौठो लाग्यो। त्यसरी खाने हो भन्ने कुरामा अझै पत्यार लागेन। दाइले यसरी खाने हो भन्दै पानको पोको मुखमा हालेर चपाउँदा मात्र हो रहेछ भन्ने लाग्यो। हातमा पान लिएर एकछिन पर्खेको भए अरूले खाएको हेरेर खाँदा पनि हुन्थ्यो भन्ने मलाई लाग्यो। यसरी म आफू अरूको हाँसोको पात्र हुँदा मलाई ग्लानि भयो र त्यस कालखण्डको त्यो घटना सम्झदा आफैलाई हाँसो उठ्छ।